Hi everyone, आज हामी कुरा गर्नेछौँ LLB इन्ट्रान्स एक्जामको सिलेबसको बारेमा। गत वर्षहरूभन्दा यसपालिको एक्जाम प्याटर्न र सिलेबस चेन्ज भएको यहाँ सम्पूर्णलाई जानकारी नै छ होला। तपाईहरूलाई टोटलमा 100 मार्क्सको क्वेसन सोधिनेछ, जसमध्ये आउट अफ 100 वटा नै अब्जेक्टिभ पारेर सोधिनेछ। समय अवधिको कुरा गर्नुपर्दा तपाईहरूले 100 वटा क्वेसन्स विदिन 90 मिनट्स सक्नुपर्नेछ। विधिशास्त्रबाट तपाईहरूलाई टोटलमा 50 मार्क्सको क्वेसन सोधिनेछ, विच मिन्स 50 क्वेसन्स इन टोटल फ्रम जुरिस्प्रुडेन्स। संवैधानिक कानुन यानि कि कन्स्टिट्युसनल ल, तपाईहरूलाई कन्स्टिट्युसनल लबाट टोटलमा 30 मार्क्सको क्वेसन सोधिनेछ र 20 मार्क्सको तपाईहरूलाई मुलुकी संहिता 2074बाट सोधिनेछ, जसमा मुलुकी देवानी संहिता 2074, मुलुकी देवानी कार्यविधि संहिता 2074, मुलुकी फौजदारी संहिता 2074, मुलुकी फौजदारी कार्यविधि संहिता 2074, यी सबै संहिताहरू तपाईँले पढ्नुपर्नेछ 20 मार्क्सको लागि। झट्ट सुन्दा र हेर्दा तपाईँहरूलाई थोरै छ जस्तो लाग्न सक्छ, तर यसभित्र पढ्नुपर्ने कन्टेन्टहरू थुप्रै छ। तर तपाईँहरूसँग छ मात्र 24 दिन। मात्र 24 दिनमा यदि तपाईँहरूलाई पर्फेक्ट भएर एन्ट्रान्स एक्जाम अटेन्ड गर्नु मन छ भने डाउनलोड एन्ट्रान्स गुरु टु एस योर एक्जाम। एन्ट्रान्स गुरुमा तपाईँहरूले 15 सेट मक टेस्ट पाउन सक्नुहुन्छ। 15 सेट मक टेस्ट बाहेक तपाईँहरूले टन्नै मटेरियल्सहरू पाउन सक्नुहुन्छ, जुन मटेरियल्सहरू फ्ल्यास कार्ड बेस्ड, एमसिक्युज बेस्ड र समरी बेस्डमा रहेको छ। यसपालिको एन्ट्रान्स एक्जाममा 100 वटा क्वेसन्स नै अब्जेक्टिभ भएको हुनाले एन्ट्रान्स गुरु एप नै तपाईँको लागि बेस्ट हुनेछ।